Merry Christmas 2025, Happy New Year 2026. यो वर्षको क्रिसमस र आउँदै गरेको नयाँ वर्ष 2026 को हार्दिक शुभकामना छ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, नेपालमा र संसारभरि रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, तपाईहरू सबैलाई गस्पल एसेम्बली चर्च परिवारको तर्फबाट म पास्टर केबी बसेलले यो वर्षको क्रिसमस र आउँदै गरेको नयाँ वर्ष 2026 को हार्दिक शुभकामना व्यक्त गर्दछु। क्रिसमस प्रेम, शान्ति र आशाको सन्देश हो। आज हामी येशू ख्रीष्टको जन्म सम्झन्छौँ, जसले मानिस जातिलाई प्रेम गर्न, क्षमा गर्न र एकअर्कालाई भलो गर्न सिकाउनु भएको छ। उहाँको सन्देशले हामीलाई असल जीवन जिउन प्रेरणा दिन्छ। बाइबलमा लुकाको पुस्तक 2 अध्यायको 14 मा यसरी लेखिएको छ, येशू बालकको रूपमा जन्मिएको बेला स्वर्गदूतको ठुलो झुण्ड देखा परेको छ र देखा परेर तिनीहरूले यसो भनेर परमेश्वरको महिमा गरेका थिए र मानिसहरूलाई यो सन्देश दिएका थिए, स्वर्गमा परमेश्वरलाई महिमा, पृथ्वीमा प्रेम गर्नुभएका मानिसहरूलाई शान्ति। आज हामी धेरै मानिसहरू विभिन्न चुनौती, कठिनाइहरूबाट गुज्रिरहेका छौँ, तर क्रिसमसले हामीलाई सम्झाउँछ आशा अझै जीवित छ। हाम्रो सानो माया, सानो सहयोग र असल शब्दले ठुलो परिवर्तन ल्याउन सक्छ। यो असल प्रयासमा यो वर्षको क्रिसमस उत्सवले तपाईको जीवनमा नयाँ हौसला थपिएको होस्। नयाँ वर्षले तपाईको जीवनमा स्वास्थ्य, शान्ति र खुसी ल्याओस् र परिवारमा मेलमिलाप होस्, कामकाजमा उन्नति होस्, हरेक घरमा आशाको उज्यालो फैलियोस्। हामी सबै फरक फरक विश्वास र पृष्ठभूमिबाट आएको भए तापनि हामी एउटै समाजका सदस्य हौँ। आउनुहोस्, नयाँ वर्षलाई प्रेम, इमानदारी र सहकार्यको वर्ष बनाऊ। फेरि एकपटक क्रिसमस र नयाँ वर्षको हार्दिक शुभकामना। परमेश्वरले तपाईँ सबैलाई प्रशस्त आशिष दिउन्। धन्यवाद।